यो चम्पा विवाहमा 2 प्रकारका विवाहहरू हुन्छन्। एउटा मागी विवाह हो, जसलाई व्यवस्थित विवाह पनि भनिन्छ। यसमा दम्पतिले विवाह गर्दा सबै रीतिरिवाज र परम्पराको पालना गर्नुपर्छ। अर्को एउटा चोरी विवाह हो, जसलाई भागेर विवाह पनि भनिन्छ, जहाँ उनीहरूले सबै प्रथाहरू पालना गर्नु पर्दैन र विवाह छोटो समयमा हुन्छ। आज बिहे एरेन्ज म्यारेज हो। मेहेन्दी शरीरको कला र अस्थायी छाला सजावटको एक रूप हो, जुन सामान्यतया हात र खुट्टामा कोरिन्छ। यो उनीहरूको नयाँ सुरुवातमा भाग्य, आनन्द र सौन्दर्य ल्याउने मानिन्छ। यो विवाह संस्कारको अभिन्न अङ्ग हो र समय उपभोग गर्ने आवेदन प्रक्रियाले दुलहीलाई अराजकताको बीचमा ढिलो गर्न रिमाइन्डरको रूपमा कार्य गर्दछ। विवाहको एक दिन अघि दुलहीको हातमा मेहेन्दी लगाइन्छ। दुलहाको परिवारले दुलहाको अनुहारमा चमक ल्याउनु घरेलु पाउडर लगाउँथे। यो पनि भनिन्छ कि पुरानो जमानामा क्रिम थिएन र त्यसैले यो विधि प्रयोग गर्थे र आजसम्म हामी हाम्रा पुर्खाहरूले पालना गरेको रीतिरिवाज पालना गर्छौँ। विवाहलाई दम्पति मात्र होइन, 2 परिवार बीचको मिलनका रूपमा लिइन्छ। साधारणतया दुलहाले आफ्नो घरमा पूजा गर्ने गरिन्छ, जसलाई ग्रह शान्ति पूजा भनिन्छ। यो एक पूर्व विवाह अनुष्ठान हो, जुन सबै बाधाहरू हटाउन र दम्पतिको बीचमा सुख र समृद्धि ल्याउन गरिन्छ। हाम्रो जीवनमा तारा र ग्रहहरूको ठुलो प्रभाव रहेको मान्यता रहेको हुनाले नवग्रह या नवग्रह दुवै ब्रह्माण्डको लागि मिल्ने गरी यो पूजा गरिन्छ। नामले सुझाव दिए जस्तै ग्रहको अर्थ घर र शान्तिको अर्थ शान्ति, त्यसैले यसको अर्थ घरको शान्ति हो। दुलहाले विवाहको दिन दौरा सुरुवाल लगाउँछन्। त्यस दिनको पोसाक उज्यालो र रङ्गीचङ्गी हुन्छ। दुलहाले पोसाकमाथि पहेँलो कपडा लगाउँछन्, किनभने पहेँलो रङले सौन्दर्य र शुद्धता जनाउँछ र साथै दम्पतिलाई सँगै जीवनको लागि तयार पार्छ। बुढापाकाको आशीर्वाद लिएर बेहुलीलाई लिन बेहुला घरबाट निस्किन्छन्। विवाहको दिन बेहुलालाई राजा जस्तै व्यवहार गरिन्छ। बेहुलाको कान्छो भाइले जग्गेसम्म पुग्छ। दुलहाले वाहक पूजा गर्छ, जसलाई दारी दरुवार भनिन्छ, जसमा दुलहा बोकिएर जान्छन्। त्यही वाहक दुलहीलाई घर फर्काउन प्रयोग गरिन्छ। दुलहीको बहिनीले उनको राम्रो साइतको लागि दही चटाउँछिन्। यो सङ्गीतलाई पञ्चेबाजा भनिन्छ। यो विवाहको समयमा बजाइने 5 परम्परागत नेपाली वाद्ययन्त्रहरूको सेट हो। 5 जनाले यो यन्त्र बजाउनेछन्, जसले यसलाई सङ्गीतको सुन्दर संयोजन बनाउँछ। सबैको मनपर्ने एउटा यन्त्रलाई नरसिंह भनिन्छ। नरसिंहलाई बजाउन धेरै बल चाहिन्छ। यसको ताल मिठो हुन्छ। बजाउने मानिसहरू पनि विवाहको अभिन्न अङ्ग बन्छन्। प्रायजसो लोत्सम्पाको विवाहमा ढोल र अन्य बाजाको चर्को सङ्गीत हुन्छ। सङ्गीतले पनि दिनभरको मुड सेट गर्छ।
बेहुलाले एकपटक नदीको पूजा गर्न गाडीबाट निस्कनु पर्छ। दुलहा पार्टी आशीर्वाद दिन बाटोमा रोकिन्छन्, जसलाई सगुन भनिन्छ। दुलहा आफ्ना नजिकका मान्छेहरू र साथीहरू लिएर बेहुलीको घरमा जान्छन्, जसलाई जन्ती भनिन्छ। जन्तीको मान्यता हिन्दू धर्म ग्रन्थहरूमा पत्ता लगाउन सकिन्छ, जहाँ देवताहरूले पनि परम्पराहरू पछ्याएका थिए। पौराणिक कथाहरूमा बताउँछन् कि जब भगवान शिव उनको विवाहको दिन पार्वतीको ढोकामा पुगेका थिए, उहाँलाई उहाँका सर्वश्रेष्ठ मानिसहरू जन्ती भएर गएका थिए। त्यसैले आजसम्म हामी भगवान शिवको कर्मलाई पछ्याउने संस्कृति छ। जन्ती 100 वा 40 जति पनि हुन सक्छ। उनीहरूले प्राय दुलहीको घरमा कतिजना आउँछन् भन्ने जानकारी दिन्छन्, ताकि उनीहरूले राम्रो खाना पेय पदार्थहरू तयार गर्न सकुन् र उनीहरूलाई धेरै सम्मान पनि दिइन्छ, किनभने उनीहरूले दुलही लैजान्छन्। जन्तीहरू बाटोमा पिउँछन्, नाच्छन् र रमाइलो गर्छन्। गाउँको विवाहमा प्राय धेरै भिडभाड हुन्छ। सबैजना एकाअर्कालाई मद्दत गर्न आउने चलन छ। आफ्नै छोरीको विवाह गरेर बिदा गरेको जस्तै सहयोग गर्छन्। दुलहाको तर्फबाट एकजना खबर पुर्याउन दहीको भाँडो लिएर दुलहीको घरमा पुग्छन् र कतिजना आएका छन् र कहाँ आइपुगे भनेर जानकारी दिन्छन्। तिनीहरूलाई झोले भनिन्छ। पुरानो जमानामा फोन थिएन, त्यसैले यस्तै चलन थियो र आजसम्म हामीले यसलाई पालना गर्दै आएका छौँ र यसरी नै सूचना दिने चलनलाई अझैसम्म जीवित राखेका छौँ। बेहुलाको टोलीको लागि गाउँ र परिवारको सहयोगमा खाना तयार पारिन्छ। विशेष गरी घलेहरूको विवाहमा भेडाको मासु पकाइन्छ र सबैजना बसेर रमाइलो गर्दै रातको खाना खान्छन्, जहाँ उनीहरूले 2 किसिमका तरकारीहरू, मासुको वस्तु, धेरै अचार, घिउ र सलादहरू दिन्छन्। कतिपय लोत्सोम्पाले मासु र मदिरा प्रयोग गर्छन् भने कतिपयले मासु र मदिरा प्रयोग गर्दैनन्। तिनीहरूले जन्तीको लागि उत्तम तरकारी र मासु सेवा गर्छन्। दुलहाको टोली बेहुलीको घरमा पुगेपछि पण्डित र बेहुलीको बुबा सँगै आएर पूजा अर्चना गर्छन् र त्यसपछि बेहुला र टोली घरभित्र पस्छन्। बेहुलीको घरमा बेहुला परिवार र साथीभाइसँग आएपछि बेहुलीको दाइले बोकेर लैजान्छन्। भनिन्छ कि पुरानो जमानामा सानै उमेरमा विवाह गरिन्थ्यो र बालबालिका सानै भएकाले बोक्ने चलन थियो। आजसम्म यो पनि भनिन्छ कि दुलहालाई देखाइएको सम्मान हो कि या त उसको खुट्टाले जमिन छुनु हुँदैन भनेर हो।
तर आज तिनीहरूले यो प्रथालाई जीवित राख्न केही सेकेन्डका लागि मात्र पनि बोक्छन्। दुलहा र दुलहीको छेउमा बस्ने दुईजना हुन्छन्, उनीहरूलाई लोकन्ते भनिन्छ। दुलहा र दुलहीको हेरचाह गर्ने, पैसा, उपहार, आवश्यक सबै चिजहरू राख्ने सबै जिम्मेवारी लोकन्तेको हुन्छ। विवाहको कार्यमा गोडा धुने महत्त्वपूर्ण हो, जहाँ दुलहीका परिवारले दुलहा र दुलहीको गोडा धुन्छन् र त्यही पानी शिरमा चढाउँछन् र थोरै पानी मुखमा लगाउँछन्। त्यसपछि निधारमा चामलको टिका लगाइदिन्छन्। दुलहालाई दुलहीको आमा, बोजू सबै उनका परिवारले चामलका टिका लगाइदिन्छन्। बेहुलाका साथीहरू मदिरा पिएर नाच्दै रमाइलो गरिरहेका हुन्छन्। कन्यादानको अर्थ आफ्नो छोरीलाई उनको योग्य व्यक्तिलाई सुम्पनु हो। दुलहीका बुबा र आमाले आफ्नी छोरीको दाहिने हात दुलहाको दाहिने हातमा सुम्पिदिन्छन्। आफ्नी छोरीलाई आफ्नो समान साथीको रूपमा स्वीकार गर्न अनुरोध गर्दछन्। कन्यादानको बेला गाउँमा सबै मानिसहरू जम्मा भएर एउटा विशेष गीत गाउँछन्। मुख्य संस्कारमध्ये एक स्वयम्वर हो, जहाँ दुलहा र दुलहीले एकाअर्कालाई माला लगाउँछन्। रातो पोते, सुनको हार र तिलहरी विवाहको सङ्केत हो। सुनको वस्तुलाई तिलहरी र मोतीलाई पोते भनिन्छ। आगोको छेउमा बसेर मन्त्र पढ्दै पण्डितले कार्यहरू गराउँछन्। पण्डितले दुईटा सेतो लुगा बाँधेर गाँठो बनाउँछन्, जसलाई लगन गाँठो भनिन्छ। यो गाँठो जीवनभरको सम्बन्ध जस्तै हुन्छ। यज्ञमा धेरै संस्कारहरू हुन्छन्। अग्नि अगाडि दुलहा र दुलहीले एउटा खेल खेल्छन् र त्यो खेलमा जो विजेता हुन्छ उही सम्बन्धमा बलियो हुन्छ भन्ने भनाइ छ। दुलहाले दुलहीको सिउँदोमा सिन्दुर हाल्छ। सिन्दुर रातो रङको हुन्छ र उनी विवाहित महिलाको रूपमा उनको नयाँ जीवन सुरु हुन्छ। एक परम्परागत लोत्सम्पा महिलाहरूले आफ्नो पतिप्रतिको अटुट मायाको प्रतीक बनाउन हरेक दिन आफ्नो कपालमा सिन्दुर लगाउँछन्। तर आजको संसारमा धेरैजसो महिलाहरूले विशेष अवसर र चाडपर्वहरूमा मात्र सिन्दुर लगाउँछन्। यज्ञको काम सकिएपछि आरती गरिन्छ। त्यसपछि
दुलहाले दुलहीको सबै परिवारहरूलाई टिका लगाइदिँदै आशीर्वाद लिन्छन्। त्यसपछि दुलहा र दुलहीलाई टिका लगाइन्छ अनि बिदाईको सुरु हुन्छ। दुलही त्यही वाहकमा बस्छिन् जुन वाहकमा दुलहा आएका थिए। आजकल तिनीहरू केही मिनटको लागि मात्र बोक्छन्, किनभने लामो समयसम्म बोक्न सम्भव हुँदैन। पुरानो जमानामा गाडी थिएन, बोक्ने चलन यही थियो, त्यसैले अहिले पनि त्यही चलन हामीले देख्छौँ। जब दुलही आफ्नो पतिसँग घर छोडेर नयाँ घरमा जान्छिन्, तब उनले आफ्नो पछाडि एउटा सपना, आशा र नयाँ परिवार सुरु गर्ने उपहार छोडेकी हुन्छिन्। दुलहीको तर्फबाट विवाह सम्पन्न हुन्छ। दुलहाले दुलहीलाई आफ्नो घर लैजान्छन्। बेहुलाको परिवार उनीहरूको आगमनको लागि उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन्। जब बाजा बजाउँदै नाच गाना सहित जन्तीहरू बेहुला बेहुली लिएर घरमा पुग्छन्, उनीहरूको ठुलो स्वागत गर्दै बेहुलीलाई भित्राउँछन्। परिवारका सदस्यले टिका लगाएर खुट्टा धुने, पानी पिउने विधि पनि गर्छन्। परिवारका सदस्य आएर आफ्नो परिचय दिन्छन्। धानको थैली छ, त्यसमाथि दियो बलेको हुन्छ, जुन चाहिँ शक्तिको प्रतीक हो। अब दुलहीले धान उठाउँदै थालमा जम्मा गर्दै बिस्तारै दुलही अगाडि र दुलहा पछाडि हुँदै घरभित्र पस्छन्। दुलहीलाई लक्ष्मी देवताको रूपमा मानिन्छ। हिन्दू पौराणिक कथाहरूमा लक्ष्मीलाई धन र शुद्धताको देवी मानिन्छ। विवाह सम्पन्न भएपछि विवाहको रिसेप्सन सुरु हुन्छ। त्यहाँ कुनै संस्कार छैन। मान्छेहरू आएर खादा लगाएर दाम्पत्य जीवनको शुभकामना दिने गर्छन्।
सबैले बधाई दिएपछि उनीहरू नाच्छन्, खान्छन्, रमाइलो गर्छन् र अलिकति आराम गर्छन्। त्यहाँ सङ्गीत, राम्रो खाना, नाचगान, रक्सी पिउने सकिएपछि समाप्त हुन्छ।